के छ ए दासो दासो जाँदैछ त आज बिक्री बट्टा राम्रो भयो जस्तो छ बुढोको ल ल ल ल बधाई छ यसै गरी टाइम पास हुँदै रहेछ होइन ल ठिक छ ल म दबाई किन्नु गएको है आया खै के किन्यो छैन साउनी छ त अनि खै टिकटकमा हेर्नुभयो अनि उहाँलाई चाहिँ हेर्नु भएको छैन झन् उता यस्तो राम्री मान्छेलाई अनि हामी त उहाँको हेर्छौँ खै के दिएको कोपीलेट देऊ न 2 प्याकेट अनि नातिको खै डकुमेन्ट पेपर के यहीँ राखिदिने फोन गर्दा उठाउँदैन असल त निकै ठुलो भएको छ त्यही पनि 4 दिन उठेर भर्खर आज के भयो तिमीलाई 4 दिनमा तिम्रो के ज्वरो आयो तिमीलाई कसरी ज्वरो आउँछ दबाई खानीमा बसिरहेछौ त के ज्वरो आउँछ तिमी हामीलाई पो ज्वरो आउँछ त फोन उठाउनु छैन कमसेकम हामी त के ज्वरो आए पनि भुँडी दुखे पनि पाखुरा दुखे पनि फोन त उठाउँछौँ त हौ छुट्टी नै साह्रो त नगर्नु न मैले भनेको त सोध्नु भएको एन्सर दिएको छु त छिटो नातिको गरे भाउजूको पनि के छोडेको छ अरे डकुमेन्टै भन्छ रहेछ त यहीँनिर यहाँ चाहिँ सुरक्षित हुन्छ त्यही भएर त हामी तिम्रोबाट विश्वास गरेर आउँछौँ त हौ खै अर्को हाम्रो मालिक नि खै मालिक नि बहिनी कता गयो मालिक नि बहिनी पनि भाइरल भएर है दुईजना अब राम्री एकै ठाउँ भए त झन् कति साह्रो हुन्छ पर भाइ हाँस्दैछ होइन भाइ अब यो चाहिँ के हो यो मेरो कोपीलेट भयो ल धन्यवाद यसको दाम के साह्रो बढेको यसको दाम किन बढेको लु भन्नु पर्यो छिटो यो हुँदैन तिम्रो त दिइहाल्छ नि के छ रातिनुपर्छ मान्छेले हेर्दैछ उता बाई ल ए त्यो हेरेको ओपिटीको छोडेन लु त्यसो भए अब खोजिदेऊ त लु हेर